Bike accident. So guys, welcome back to you all. Back to back after long time. Dasai Tihar vacation, right? Etro time pasadi I'm going to another one hiking. That is Chandragiri hiking. And the guys, Chandragiri wala hiking pani ekdam best cha. बिस्तारै 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 दाइले त घोर्याप्पै लडाइदिनु भयो यहाँबाट चाहिँ चट्ट छिर्ने हो चन्द्रगिरीको पार्टी त गाइज अहिले चाहिँ चट्ट पार्किङमा आयो पार्क एट योर अन रिस्कमा राखेको छु सो अहिले चाहिँ केबल कारको मुनि आइपुगेँ हो त्यो माथि डल्लो डल्लो केबल कार उडिरहेछ यो त बाटै होइन जस्तो छ साथीहरू ल गाइज हाम्रो यहाँ चन्द्रगिरी हाइकिङ पुरै नाङ्गा भुतुङ्गा बाघै तर्स छ अब चाहिँ ठ्याक्क यो पोलको मुनि बाघ बस्या देखिन्थ्यो ओहो यो कस्तो किरा हो यहीँ टप्किरहेको रहेछ गाइज खाजा ब्रेक हान्दिउँ ल फाइनली आइपुग्यो चट्ट माथि केबल कार हामी माथि माथि छ सो साथीहरू चन्द्रगिरी हाइकिङको एक्सपिरियन्स सेयर गर्नुपर्दा चाहिँ अहिलेसम्म एकदम मोडरेट लेभलको 2 लेभल कटायौँ तर एकदम नाइस छ अड्क्यो माई गड कति माथि हो यो अब चाहिँ हामीले भेटायौँ गाडी हिँड्ने बाटो यो टर्निङमा आएपछि राइट लाग्नु भन्दै हुनुहुन्थ्यो यहाँबाट लेफ्ट नलाग्नु लेफ्ट लाग्यो भने चाहिँ होटेल पुगिन्छ अरे हामी चाहिँ बर्बाद भयो भाइको रियाक्सन गर्दै अब हामीले माथि पुग्न 3 घन्टा लाग्यो तल 15 मिनटमा आइपुग्यो है So guys, welcome back to you all and this is AK09 Rider back to back after long time Dasai Tihar vacation, right? Etro time pasadi I'm going to another one hiking. That is Sivapuri. No, Chandragiri hiking. And the guys, Chandragiri wala hiking pani ekdam best cha. हैन इन्जोय गरौँ बाघ भेट्यो भने बाघको नि भिडियो बनाउँछु बाघ भेटिएन भने चाहिँ नर्मली घुमेको ब्लग हालिदिन्छु चन्द्रगिरीको केबल कारहरू बने कि बनेन वाट्स द अपडेट जेनजीको आन्दोलनपछि केबल कार पनि ध्वस्त अवस्थामा थियो लेट्स सी अल अफ दिस सबै कुरा हेर्नेछु देखाउनेछु हजुरहरूलाई जस्ट किप वाचिङ द ब्लग अन्टिल द एन्ड एन्ड दिस इज ठ्याक्कै 10 बजिसक्यो आई थिङ्क वी आर गेटिङ लेट फर स्टार्ट होइन आजको यो हाइकिङ किन लेट भयो भन्दाखेरि खानसाना खाएर जाउँ भन्ने कुरा भयो सबैसँग सो द्याट हल्का फुल्का लेट भएको छ बट नो प्रब्लम अप्रोक्सिमेटली 2 देखि 3 घन्टामा माथि पुगेर वी क्यान ब्याक अप टु 4 बजीसम्म चाहिँ तल झरिसक्नेछौँ त्योभन्दा ढिलो गर्नु हुँदैन द्याट इज डेन्जरस एकछिन जाममा बसौँ अब जाम खुलेको अवस्था सातो बाटोको काठमाडौँ भ्याली हाइकिङ गर्ने क्रममा बाँकी छोडिएको ठाउँ साथीहरू नभएर अब त्यो पनि म कम्प्लिट गर्ने वान अफ माई होइन पहिलेदेखिको
dream थियो and I'm going to complete this today. अब यो पार्ट त तपाईहरुलाई थाहा नै छ भाइरल रोड फुल फुल्दाखेरि निकै हरियो देख्छ के अरे अर्कै देख्छ कि यो रुख कहिले हरियो देखिरहेछ त्यतिखेर चाहिँ फुलै फुलको कलर मात्र देखिन्छ अनि त्यहाँ हाम्रो एकजना ह्यान्डसम एन्ड क्युटी भाइ छ हौ साइक्लिङ कडा कडा ओहो केटाहरू यहाँ हाम्रो भाइ बस्छु भन्दै थियो वेयर इज आवर भाइ यता हुनुहुन्छ भाइला हेलो 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 भाइ आउनुहोस् बस्नुहोस् यति नै हो मेरो बहुत धेरै हो सो गाइज अहिले कलङ्कीको खसी बजार आइसक्यो खसी एउटै देख्दिनँ म त यार खसी बजारको नाम मात्र छ अनि कलङ्कीबाट चाहिँ हामी माथितिर लाग्छौँ थानकोटतिर टुरिङ बाइक भनेको चाहिँ तपाईँको टाढा टाढा मजा त्यहाँ कति 3टा एक्सिडेन्ट भयो नि सब जोतेर आएको थियो नि एउटा त्यसपछि फेरि अर्को के बाइक ठोक्यो रे फेरि गाडी हान्यो रे भन्थ्यो कार हो कि के हो लास्टै सिधा बाटो छ त्यही भएर क्रास भयो कि जस्तो लागिरहेछ मलाई त यतै चढाउने बिस्तारै 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 दाइले त घोर्याप्पै लडाइदिनु भयो मैले रेकर्ड गरिरहेको रहेछु धन्दै गाडीमा हाल्दे हैट यस्तोमा चढाएको अनकन्ट्रोल भयो क्या धन्न गाडीभित्र पसेन यार भाइ राइट सेफ गाइज दर्दनाक अहिले भर्खरै खतरनाक एक्सिडेन्ट देखियो त्यही भएर यस्तो बाटोमा अलिक विचार गरेर हाँक्नुपर्छ यो गाडीवालाले नि ट्रिकी पाराले बचायो है नभए लत्तै चढ्दै माछ होला बाइकमाथि यहाँबाट चाहिँ चट्ट छिर्ने हो चन्द्रगिरीको पार्टी हो हाइकिङ जाने पनि त्यो उसको भवनको मुनिबाट भन्थ्यो टिकट काउन्टर उतै माथिबाट हो यता माथि नै अझै गाइज अहिले चाहिँ चट्ट पार्किङमा आयो पार्क एट योर ओन रिस्कमा राखेको छु आफ्नै रिस्कमा यहाँ पार्किङ छ चन्द्रगिरीको पार्किङमा ल अब लाग्छौँ हामी हाइकिङ रुटतर्फ अब हामीले एन्ट्री गरिसक्यौँ जङ्गलमा जङ्गल लुक्स लाइक सो डेन्जरस त्यो माथि केबल कारहरू कुडिरहेछ सो अहिले चाहिँ केबल कारको मुनि आइपुगे हो त्यो माथि डल्लो डल्लो केबल कार उडिरहेछ हेर्नुहोस् त्यहाँ हामी यो तल तल हिँडिरहेको छौँ है गाइज अनि रुट चाहिँ यस्तो रहेछ यार हौ मान्छे खासै नहिँड्ने रहेछ यहाँ त हाइकिङको नाममा खासै त्यस्तो ठिकठाक छैन रुट यो त बाटै होइन जस्तो छ साथीहरू म्यासल यो त पहिला
माओवादी कालको जस्तो बाटो जुका पनि लाग्दो रहेछ केटा हेट जेन्जी जङ्गल पस्यो है जेन्जी जङ्गल पस्यो अब विचार गर्नु के हुनेवाला छ ल गाइज हाम्रो यहाँ चन्द्रगिरी हाइकिङ पुरै नाङ्गा भुतुङ्गा बाघै तर्सोस् बाघ तर्सियोस् भनेर केटाहरूले नङ्गा भुतुङ्गा भएर हामी लाग्दैछौँ माथि टपतिर निकै रमाइलोवाला हुनेवाला छ साथीहरू अहिले जङ्गलको मध्यबिन्दुमा आइसक्यो निकान्सी जङ्गल निकै ठुलो छ यार घना जङ्गल छ औ एन्ड हामी चिलपारामा लाग्दैछौँ अहिले त सिधै सिधै बाटो रहेछ एकछिनमा ठाडो उकालो आउन सक्छ सो अहिले चट्टा आइसक्यो 360 नै मिले जस्तो ठाउँमा सम्म टाइपको है चारैतिर तर पुरै बिस्तारै बिस्तारै उकालो छ गाइज तर हाइकिङको लागि एकदम पर्फेक्ट छ यो ठाउँ मलाई चाहिँ त्यस्तो लाग्यो हजुरलाई कस्तो लाग्यो अविरल सर हामी चाहिँ पिस खोज्न आएको रेस्ट इन पिस झन्डै भएन टाइपको छैन ठिकै छ त्यति धेरै गाह्रो नि होइन अलिअलि गाह्रो चाहिँ हो पानी अलिकति चुस्किहाल्नु म नि अनि पानी खाएपछि इनर्जी आउँदो रहेछ यति हालिदिनु पानी हानेर मासतिर लाग्छौँ अलिअलि जङ्गल बिचमा फोटो हानौँ माथिबाट खिच्ने यस्तो घना जङ्गल कहाँ हो भनेर सोध्नुहुन्छ भने चन्द्रगिरीको यो चाहिँ चन्द्रगिरी निकै नै हाइटमा रहेको छ हाइटमा खतरनाक अब चाहिँ ठ्याक्क यो पोलको मुनि बाघ बस्या देखिन्थ्यो ठ्याक्कै यहीँ आइपुग्यो केबल कारहरू माथि केबल कार उडिरहेछ गाडी निकै ठुलो गाडी छ भाइको लड्डी चाहिँ घोडा छ है साथी मैले नि देखेको थिएँ केबल कारबाट खिचेको होइन सो फ्रेन्ड अब हामी हो क्यामेरा पनि छ एक भुसडी हान्दा त ढलिहाल्छ नि त्यहाँ सो यही हो कडा सुरक्षाको साथ 3-3टा लट्ठी बोकेर
लाग्दैछ उनी लाग्यो है गाडी जस्तै क्या बाटो यहाँ हावा मजाले लाग्दो रहेछ त्यही भएर बस्छ कि अनि यहाँबाट फेरि उकालो सुरु हुन्छ कालो भाग्न चाहिँ आत्तिनु हुँदैन हैन भाग्नै रहेन नि नर्मल हत्तापत्ता भाग्नु हुँदैन कि भाग्नै हैन भागेन हामी त भित्राल्छ हामी भाग्नु सक्दैनौँ नर्मल गर्ने देखाइ नदेखाइ गर्ने होइन त्यस्तै रहेछ त टिङ्गुरी माई हेट सिन्धुली गढी घुमेर हेर्दा सुन्तलीमाई हान्दिउँ है झ्याम्मै गइज लट्ठी पनि कडा कडा बोकिया छ सला लट्ठीमा यसलाई यत्रो आयो भने 3 पुस्तै मार्ने खालको लट्ठी यस्तो यस्तो चाहिन्छ क्या शिवजीको ल है अब उकालो खतरा सुरु भयो अब एकछिनलाई क्यामेरा बन्द गरेर उकालो चढ्छौँ गाइस त्यही हो ओहो यो कस्तो किरा हो यहीँ टप्किरा रहेछ गाइस मरेको हो कि जिन्दा हो पुरै मरेको रहेछ I was thinking it's alive तर फिनिस्ड बाटो त खतरै छ साथीहरू हिँड्दैछौँ लम्किँदैछौँ हो अगाडि बढ्दैछौँ यस्तो दामी दामी जङ्गल छ जङ्गल निकै रमाइलो छ रमाइलो सुरुमा त केही पनि थिएन ट्रेलै थिएन है अहिले त ट्रेल आयो जङ्गल पनि राम्रो आयो सब ठिकठाक छ गाइस हो भ्यू त केही नदेखिने है जङ्गलै जङ्गल अब भ्यू चाहिँ एकैचोटि माथि गएर हेर्छौँ अब ब्रेकफास्ट गरौँ घरमा खाना खाएर आयो भने खाजा ब्रेक हान्दिउँ अविरसले खाना खानु भयो नि साँच्चीकै ल बडी भिजा थियो बेलुका समोसा समोसा खाम समोसा ठुलो समोसा छ है एकछिन समोसा समोसा खाएर आराम गर्छौँ ल फाइनली आइपुग्यो चट्ट माथि केबल कार हामी माथि माथि छ हामी यहाँ तल तल हाइकिङ गर्दैछौँ यस लो हिँडेछ है त्यत्रो हिँडेर आइछौँ यस्तो माथि पुग्नुपर्छ यार आधी घन्टा बुढा चट्ट माथि टुप्पो डाँडोमा
डाँडोबाट चाहिँ यस्तो भ्यू देख्नु भएको छ तपाईँहरूले केबल कार सहितको। हामी चाहिँ टक्क केबल कार मुनि छौँ यहाँनिर। एज यु क्यान सी केबल कारको सोल्टीहरूलाई हल्का जिस्काइदिउँ। कोही बोल्दैन यार केबल कारमा, सबै टप्कै क्या सुनिन्छ नि। झ्याल हुन्छ बुढा, सानो झ्याल हुन्छ नि। हेलो कसैले नि हाई गरेन यार, सब लजाए जस्तो छ। सबै प्याक छ है यिनीहरू केबल कार। ओ दिदी सोल्टिने भन्नु न अहिले दिदी नभन्नु न। अहिले चाहिँ हाम्रो फोटो सेसन भइरहेको छ यस्तो दामी ठाउँमा है। तल चाहिँ हामी छौँ, माथि चाहिँ केबल कार उडिरहेछ। के अरे उड्या कि गुड्या हो, बुढिया नै भनौँ, तर दामी खालको भ्यू देख्न सक्नुहुन्छ। एन्ड गाइज अझै त्यो माथि पुग्नुपर्ने छ, यहाँबाट 30 to 40 मिनट्स लाग्न सक्छ पछि। अनि हामी आएको चाहिँ यो तलबाट हो, यस्तो भ्यूहरू देख्न सक्नुहुन्छ। दामी छ जे होस्, नाइस छ नाइस। सो साथीहरू, चन्द्रगिरी हाइकिङको एक्सपिरियन्स सेयर गर्नुपर्दा चाहिँ अहिलेसम्म एकदम मोडरेट लेभलको 2 लेभल कटायौँ, तर एकदम नाइस छ। आई थिङ्क अब यो चाहिँ लास्ट हुनेवाला छ, लास्ट अपहिल। त्यसपछि हामी सर्लक्कै माथि भ्यूमै पुग्नेछौँ गाइज। यो पाइपको छेउछेउ हुँदै जाने हो। अब फेरि अपहिल चढ्दा मजा आउँछ, मजा आउनेवाला छ। एरोप्लेन भाग्यो, केबल कारले पछ्याइरहेछ। एभ्रिथिङ इज गुड एन्ड फाइन। ले चाहिँ यति माथि आयौँ, चट्ट भ्यू हेर्दैछौँ मजाले। प्लेन त पुरै तल छ नि। हामी धेरै हाइटमा आइसक्यौँ। अब काठमाडौँ एकदम दामी 360 देख्न सकिन्छ। सबै देख्दछ है। हेर्नु न परको डाँडा उतै भ्याली। हिमालै हिमाल हेर्नु न, त्यहाँ त्यो बादलले छेकेको छ, नभए हिमालै हिमाल देखिँदो रहेछ क्या दामी पारामा। यो कहाँको यो डाँडा के हो? यो हल्का हल्का यो घरभित्र यहाँ त्यो कहाँको डाँडा होला? यो बिचको डाँडा त्यो सानो त्यो ललितपुर साइड होला होइन? ए त्यो त उयो साथीहरू, अब धेरै नै माथि आइसक्यो हामीहरू, हेर्न सक्नुहुन्छ। हैट कडै टपमा आइसक्यो यार। अझै एक स्टेप छ क्या हो। ओ माई गड, कति माथि हो यो। छ अब चाहिँ हामी लगभग आइपुग्न लाग्यो पोलको नजिक। यो पोलमा चढौँ भन्ने कुरा छ, भर्याङ पनि रहेछ यहाँ, त्यही भएर। तर पुरै बार तार लागेको रहेछ गाइज। यो पोल कडै देख्न सकिन्छ। ल दामी। अब यहाँबाट अझै मासतिर लागौँ, अझै मासतिर लम्क्यौँ। अब चाहिँ हामीले भेटायौँ गाडी हिँड्ने बाटो। यहाँबाट 10 देखि 15 मिनटमा पुगिन्छ होला माथितिर। अनि बाटो चाहिँ यस्तो छ, पिच पिच त कहाँबाट हुनु, तर पिच जस्तै छ बाटो। एनिवे एकदम राम्रो, रमाइलो हुँदैछ। फ्रेस फिल गरिरहेको छु। साथीहरू आइसक्यो, अब चट्ट लाएर हामी यति माथि आइसक्यौँ। अनि यहाँबाट चाहिँ एउटा बाटो छुटिँदो रहेछ। यो टर्निङमा आएपछि राइट लाग्नु भन्दै हुनुहुन्थ्यो,
यहाँबाट लेफ्ट नलाग्नु, लेफ्ट लाग्यो भने चाहिँ होटल पुगिन्छ अरे। सो धेरै टाइम लाग्छ। हामी चाहिँ यहाँबाट राइट लाग्छौँ। गोरेटो बाटो जस्तो छ भन्नुभएको थियो। यही बाटोबाट मासतिर लागौँ। ओह्रालो गयो भने त फेरि तलतिरै पुगिन्छ होला। यताबाट पनि रुट रहेछ क्या, त्यो चम्पादेवी साइडको रुट हो कि जस्तो लाग्यो। न कताको हो। अब यहाँबाट चाहिँ मासतिर पुग्ने हो। रोटो लगाएर यहाँ चाहिँ स्टेप रहेछ ल दामी। आइपुग्यो हामी चट्ट माथि चन्द्रगिरी हिल्स। अलिअलि भ्यू हेर्नुहुन्छ त त्यहाँ? यस्तो दामी देख्न सकिन्छ। सो फ्रेन्ड्स, अहिले चाहिँ आइसके दृश्य अवलोकन केन्द्र टक्क लाएर 360 देख्न सक्नुहुन्छ। चट्टै यो चाहिँ केबल कारबाट झर्ने बित्तिकैको दृश्य हो। यो तल चाहिँ यस्तो होटेलहरू मजाले देख्न सक्नुहुन्छ। अनि यतातिर भ्यूहरू डाँडै डाँडा साह्रै रमणीय छ। चलपल एकदम बढी छ है आज चन्द्रगिरीमा। यो सायद भर्खरै केबल कार बनेको भएर होला। चलपल यताउता चारैतिर नेपाली, बाहिर देश विदेशको मान्छेहरू बढी नै देखिरहेछ आज। यताउता चारैतिर मजाले हेर्नुहोस्। तालै ताला छ हो साथीहरू। मन्दिर चाहिँ यता है। चलपल यति धेरै देख्न सक्नुहुन्छ आज। यस्तो दामी फुलहरू फुलेको छ। अब पूर्व गएनी माता, पश्चिम गएनी माता, यतानी माता, गौरी शङ्कर। बिहान आउनुपर्ने हो क्या। माउन्टेन एभरेस्ट पनि देख्छ अरे सर। उफ, त्यहाँ देखेको छ यस्तो दामी। यहाँ हो नि खतरा देखिन्छ क्या। तर यति सर्भिसहरू पाइन्छ। जिप लाइन, 360 साइक्लिङ, वाक, स्विङ, हर्स राइड, सब थोक जे चाहियो त्यही पाइन्छ। ल यहाँ साइक्लिङ पनि सेवा उपलब्ध छ। यसरी साइक्लिङ गर्न सकिन्छ। साइक्लिङ गर्ने हो र। अलमोस्ट सबै घुमघाम सकियो। अब घुमघाम सकिएपछि हाम्रो काम भनेको फर्किने काम हो। फर्किँदाखेरि सर हामी कसरी फर्किने सोचमा हुनुहुन्छ? हजुर, केबल कारै युज गर्छौँ कि हामी हिँड्छौँ होला त? के छ सर? हाइट वेट सब नापेर यहाँ राख्दो रहेछ क्या। बाबा लाउँछ नि यहाँबाट। जी भालेश्वर मन्दिरको वरपर फोटो सेसनहरू चल्दैछ। दामी देख्न सकिन्छ 360। त्यहाँ चाहिँ भालेश्वर बाबाको मन्दिर छ। अब बिस्तारै फर्किन्छौँ हामी। यो ठाउँलाई बाई बाई गर्दै होइन
यस यो चन्द्रगिरीलाई बाई बाई गर्दै अब तलतिर लाग्छौँ होइन सर? ल हामी सबैको हाइकिङ एकदम सफल भयो, सक्सेस भयो होइन? होइन त सर? तपाईँलाई कस्तो लाग्यो भन्नुहोस्? अनि सबैलाई सबैजनालाई आउनु होला, घुम्नु होला, त्यसरी उड्नु होला। जे गर्न मन लाग्छ, परिवारसरी उड्न मन लाग्यो भने त्यसरी उड्दा पनि हुन्छ। हो परिवारले पनि राउन्ड मार्दो रहेछ नि मन्दिरलाई। 3 राउन्ड मार्छ क्या अहिले। ल परेवाले दामी राउन्ड मारे, लास्टै दामी राउन्ड मारिरहेछ। ब्याकग्राउन्डमा 3 राउन्ड मारेर गायब भयो। अझै राउन्ड मारिरहेछ। यसरी राउन्ड मार्नु पर्यो परेवाले जसरी उडेर। 360 साइक्लिङ रे 200 रुपियाँ। साइक्लिङ 360 गर्ने हो त साथी हो। मजा आउँछ होला है 360 साइक्लिङ। यु क्यान सी ल यहाँ जिप लाइन पनि लाइन। ब्रेक लाग्छ। टिकट लगाएको तर हामी चाहिँ सुपर फास्ट भयो यही खिच्नु नि। भाइको रियाक्सन गर्दै अब सुइँ जाँदैन बिस्तारै राम्रै हिँड्ने है। एघार बजे हिँडेको थियौँ